साथीहरु कस्तो बन्द गर उठ्नु न ला बडी हेर्नुस् बडी साथीहरु बडी मेरो रुको बेटा सबर गरौ 500 यार 500 वाह आना तू सेक्ने थाहा छ तु गरेर यता दिन न म मेरिया मोइनी हामीले त यहाँ करेन्ट खान लागिरहेको नि त होइन दाउने सेवा साथीहरु गुड मर्निङ नमस्ते वेलकम टु माई च्यानल रोज भ्लग आज चाहिँ म छुट्टै खुसीको रूपमा चाहिँ आइरहेको छु नयाँ दिन नयाँ भिडियो लिएर गाइजहरु हैन साथीहरु म चाहिँ अहिले चाहिँ क्लास गरेर आइरहेको छु अनि मेरो साथी चाहिँ यहाँ छ पुमा मेरो बहिनी हेलो नमस्ते ढोक्दिया झोलावाली ल छाता नभएर छाता उडेको गरिदिन्छु नि त एउटा छाता गिफ्ट गरिदिनु पर्यो हामीलाई भन्दै त यहाँ हामीले एउटा छाता गिफ्ट गरिदिनु पर्यो साथीहरु कसले भ्लग हेर्नुहुन्छ हैन अनि हामी चाहिँ आज मुकबाङ गर्नको लागि सामान लिएर आउँदैछौँ बेलकुले गाइजहरु आज चाहिँ हामी दुईजना चाहिँ मिलिजुली मुकबाङ भिडियो लिएर आउँदैछौँ साथीहरु आज चाहिँ हामीले मुकबाङ गर्नको लागि करेन्ट करेन्टको गर्न लाग्छौँ है साथीहरु अनि हामीले चाहिँ यहाँ लिएर आइरहेछौँ बोकिरह यहाँ मैले यसमा 2 नोट पनि बोकिरहेको छु क्रिमवाला गाइजहरु हैन अनि हामी चाहिँ अहिले क्लासबाट आउँदै हामी चाहिँ रुममा पुग्न लाग्यौँ अनि यहीँबाट मैले चाहिँ भ्लग स्टार्ट गरे हाम्रो चाहिँ फेन्टा त अनि झोलाभित्र चाहिँ हाम्रो चिसहरू पनि छ गाइजहरु भरे देख्न सक्नुहुन्छ सो आजको भिडियो के कस्तो रहन्छ फुल भिडियो हेरेर चाहिँ प्रतिक्रिया दिन नबिर्सिनु होला है त आज मैले सियोर अब चाहिँ हामी सियोर त जितिहाल्छस् नि तैँले सियोर मैले आज जित्छु नानालाई मुकबाङमा साथीहरु म चाहिँ पिरो पनि खान सक्दिनँ गाइजहरु हैन त्यही भएर चाहिँ यसले जित्ने उहाँ एक्सप्रेसन राखिसक्यो के भन्छ एक्सपेक्टेसन नाना जितेको मान्छेलाई 100 रुपैयाँ प्राइज ओके 500 पनिसमेन्ट पनि छ पनिसमेन्ट सहित ल ओके गाइजहरु आज चाहिँ धमाकेदार हाम्रो भिडियो हुन गइरहेको छ साथीहरु यो चाहिँ मेरो भर्खर झिकेको गाडी हो यो चाहिँ देख्न सक्नुहुन्छ चिल्लो भर्खर टायर पनि केही भएन हैन साथीहरु मेरै हो भनेर चाहिँ भन्न सक्दिनँ यो चाहिँ अहिले म बस्ने हैन यो चाहिँ मेरो घर हो साथीहरु चाहिँ अब मेरो घर हो शुभला अब हामी चाहिँ आइपुगेको छौँ साथीहरु यहाँनिर घरभित्र प्रवेशद्वार हामी चाहिँ अब चाहिँ हामी जुत्तो खोलेर जानुपर्ने हुन्छ साथीहरु यो चाहिँ फेरि रेड पान्डा यो चाहिँ गम्बुट हो गम्बुट यो चाहिँ हामीले अब हैन साथीहरु सिस्नो टिप्नु जाँदा हामी चाहिँ गाउँमा यो चाहिँ मेरो नयाँ घर हो नि त काठमाडौँमा नयाँ घर हो अब गाउँमा हुँदाखेरि चाहिँ टक्कसँगले जङ्गल चारो काट्नु जाँदाखेरि लगाउने गम्बुट हो क्या साथीहरु यो चाहिँ मेरो न्यू घर हो यसमा चाहिँ म गम्बुट लाउँदिनँ मेरो न्यू घर यो त अब लाउनै परेन हैन गाइजहरु साथीहरु अनि यहाँ चाहिँ अब हैन टक हिँड्नु पर्यो नि त कति नामी भएको मैले छानु चुप्पा गरिदेऊ ल साथीहरु हामी चाहिँ रुम पनि आइसकेको छ हैन हामी चाहिँ अब धमाकादार हामी चाहिँ गरिरहेको छौँ साथीहरु देख्न सक्नुहुन्छ फुल इन्जोय हो त साथीहरु अब म बसे ल रुममा यो चाहिँ यहाँ राखिदिन्छु टक्क हामी चाहिँ अब पकाएर एकछिन रेस्ट गरेर हामी चाहिँ खान्छौँ है त गाइजहरु फाइनली साथीहरु हाम्रो चाहिँ यहाँ करेन्ट चाउचाउ पनि पाकिसकेको छ पाकेर पनि हामीले थालमा प्लेटमा चाहिँ यहाँ रेडी गरिसकेका छौँ देख्न सक्नुहुन्छ लाइखानै बाँकी छ यहाँ चाहिँ पिरो अझ लाइखानेमा चाहिँ यो हो यहाँ चाहिँ खाली छ यो सार्न यो पिरो भए बाबा चाहिँ यो हाम्रो फेन्टा खाने छ फेन्टा सार्देऊ त बाबा टक्क हाम्रो मिसले सार्दै हुनुहुन्छ यहाँ चाहिँ यहाँ चाहिँ हामी फाइनली साथीहरु हामी चाहिँ यहाँ मुकबाङ गर्नलाई
यति धेरै लिएर बसिसकेको छौँ साथीहरू नानाको भन्दा मेरो धेरै छ हैन। अनि आज चाहिँ हाम्रो चाहिँ यति चाहिँ जसले खाइसक्छ त्यसको चाहिँ हाम्रो प्राइस पनि छ 500 रुपिस। त्यसको दाबीदार त मै हो तर म पनि जित्न सक्छु ल सरी ल। यो चाहिँ जसले जित्छ त्यसले यो चाहिँ लान्छ टिपिहाल्छ है। यो चाहिँ यहाँ हुन्छ गाइजहरू हैन। हामी चाहिँ अब स्टार्ट गर्न लाग्छौँ साथीहरू। पनि छ म चाहिँ अलिक पिरो खान्छु साथीहरू त्यही भएर म चाहिँ अलिक पिरो ल्याएर खानु पर्यो राम्रो कोर्छ हैन। यति बिना त मलाई करेन्ट खाएको लगा न नाना तेरो पनि अब त गाह्रै छ हैन गाह्रै छ। यति बिना त म करेन्ट खाएको जस्तो लाग्दैन। यस्तो गर्नुपर्छ टक्कसँगले साथीहरू। अनि त्यस्तो भन्दा पनि के यस्तो आँखाले पट्टी बाँधेर क्या त्यस्तो गर्दै कस्तो दामी त्यस्तो चाहिँ जानुहुन्छ कि यो खाए ल एउटामा बिन्ता दिदीको त अब डाइलग हान्दिउँ न त मुखमा थुकाइसक्यो अलिकति हाम्रो क्यामेरा चाहिँ मिलेन के हो मेरो यहाँ मोइनी हामीले त यहाँ करेन्ट खान लागेर आउने त होइन डाउने मेरो फेभरेट करेन्ट चाउचाउ गाइज खाइ ल चेयर्स 500 रुपियाँको सवाल छ यार बिग ब्याट हालिदिन्छु ल म मिठो भएछ नि अड्क्यो गाइस नअड्किकन है कसम को छिटो पनि खाइसक्ने को छिटो पनि खाइसक्ने ल के अरे त्यो चाहिँ मैले अघि भन्नै बिर्सेछु जसले छिटो खाइसक्छ त्यही हो हो त नि अन्त भने म खाइसक्छु छिटो त म खाइसकिहाल्छु नि नानाले छिटो खाइसक्नुहुन्छ अरे म हेर्दैछु कस्तो मैले त्यस्तो पिरा हाल्दा के हुँदो होला है तर एक चाहिँ पक्षपातता छ नि यसमा मैले पिरा हालेँ नि तर दुईवटा र आधी पिरा हालेँ मैले यत्रो चाउचाउमा 6वटा चाउचाउमा एउटा करेन्ट चाउचाउको आधी मात्र हालेँ क्या पक्षपातै छ दुईटा आधी गाइस सानो छैन यार कसम हेरै नाना 500 रुपियाँको दावेदार म लगिहालिसकेको गिभ अप दे नाना सरी ल ब्रो यस्तो चाहिँ हुँदैन ल 500 यार 500 वाह खाना धुल सेक्ने थाहा छ ल उबेक ओबेक भन्ने हो यस्तो गरेर म अघि जित्नु मन छ कि छैन सरी खान्छु यस्तो गर्नु उसो सुन् न कसम बिस्तारै खान बिस्तारै खान मेरो त एक थालै रहेछ मैले भनेको हो गिभ अप ले नाना भनेर एक थाल लाग्छ सक्दैन क्या मलाई साथीहरू मेरो चाहिँ यति बनाइयो क्या नानाको चाहिँ नै 500 रुपियाँ दिन्छु भन्छ अझै बिस्तारै खाइदिए मचिलो अब त तर अमिलोले त्यति धेरै पिरो भएको फिल चाहिँ भएन है नाना त्यत्रो हाल्ला नि रुको बेटा सबर करो नाना मेरैतिर 500 रुपियाँ आइरहेछ क्या कसम मेरो
अड्केर झन्नै मऱ्यो सर्केर कि अड्केर हो यत्रो बाहिर हाल्नु मेरो चाहिँ किन मेरो चाहिँ मुख सानो छ र थोरै न खासमा यो केही नखाइकन खेल्नुपर्ने हो क्या नानाले त्यति हाल्दा पनि पिरो भइरहेछ अरे छिटो है अब चाहिँ म खाइसक्दिनँ अब चाहिँ मैले गिभअप दिने विचार गरिसकेँ साथीहरू अघि गिभअप दे बरु भनेको हुन त ज्यान हेरेर पनि बढी हेर्नुहोस् बढी साथीहरू बढी मेरो उयो के अरे सिकुटी जस्तो देखिँदैछ बढी बढी खाना गिभअप नदे ₹500 जमा अब सरी ल नाना सकियो त चाटेर खा चाटेर पनि खानु अनेक गरेर भने पर्दैन मलाई त्यहाँ पेट धेरै भयो यार म त मर्यो मैले 3 प्याकेट चाउल खाएँ भने मलाई 3000 दिन्छु भन्दै थियो सरी ल 3000 मेरो गोजीमा वाबा म चाहिँ सक्दिनँ नाना यसरी लाएर खाए पनि गोजीमा अगाडि नै लगाइदिए पनि म सक्छु साथीहरू ₹500 यता दिन्न म छाडीला गाइज देन इज्जत गर्दै हात लाउले गाइजहरू मैले चाहिँ सकिनँ कि तर यो चाहिँ पुरस्कार अब पुरस्कारका साथ मलाई दिनै मन छैन उहाँलाई मैले हस्तान्तरण गर्न चाहे लिनुहोस् धन्यवाद तथास्तु यसरी नै अगाडि अरू बेला पनि जित्न पाऊ अबको बेला चाहिँ 5000 राखेर पनिसमेन्ट गर्नु मसँग साथीहरू मैले चाहिँ ₹500 जितिसके हेर्न सक्नुहुन्छ होराङ्गी सिजाङ यतिको चाहिँ हुनुपर्छ तर मैले यति धेरै खाने होइन नि मैले खान्दिनँ नि कहिले तर मैले आज के अरे यो यतिको त नानाले खानु च्यालेन्ज भएर मात्रै हो खाएको यत्रो नत्र मैले यत्रो कहिले खाँदिनँ म चाहिँ सक्छु खान्छु म चाहिँ सक्छु गाइजहरू महारे हरे हरे म त हरे तपाईँको काम छैन अब मसँग च्यालेन्ज गर्ने मान्छे लिएर आउनु गर्छु म यहाँ चाहिँ गर्छु सरी र ब्रो यसलाई यता राखौँ ल त्यो ब्रेड खाइदिउँ होला हौ ल गाइज यहाँ चाहिँ हाम्रो फेरि अर्को चिजहरू पनि छ है खानेकुराहरू पिरोमा खाने चिजहरू चाहिँ तर लास्ट चाहिँ खानै मन छैन कस्तो अमिलो नि नाना त्यो दाइले खासमा मही दिएर हो नि है हामीलाई केही नखाइकन खाएको भए चाहिँ लास्ट क्रिम छ म त भयो फेरि अब त म खाइहाल्छु त गाइज खाए ल यस्तो पनि हुँदो रहेछ जिन्दगीमा होइन ₹500 चिकन स्मार्ट बनाइदियो ओके गाइज फाइनली हामीले चाहिँ मुकबाङ पनि सकिसकेको छौँ होइन टक्कसँगले चाहिँ म हार्नु पनि सफल मैले यति जितिसके साथीहरू होइन हाम्रो फुल भिडियो चाहिँ कस्तो लाग्छ सबैजनाले हेर्नुभएको जतिले चाहिँ मेरो युट्युब फ्यामिलीहरूले चाहिँ हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला साथीहरू नगरेको मान्छेले लाइक कमेन्ट सब्स्क्राइब गरेर बेल आइकन टिङ टिङ दबाइदिनु होला घन्टी पनि बजाइदिनु होला ल सो इन्जोय के भन्छ इन्जोय फर द माई भिडियो क्या बोला तूने इन्जोय फर द माई भिडियो वाचिङ इंग्लिश
इन्जोय फर द भिडियो माई भाइ फुल इन्जोय गर्नुभयो होला है फुल इन्जोय गरेर साथ सपोर्ट गरिदिनु होला मेरो इङ्ग्लिस त्यस्तै हो साथीहरू इङ्ग्लिस त फेरि नानाले के रे साम्बाले भने जस्तो 10 घण्टा एउटै वर्डले घुमाइदिए जस्तो त्यही हो मेरो पनि होइन थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइजहरू होइन यति भन्दै चाहिँ हाम्रो भिडियो चाहिँ यही समाप्त गर्छौँ ओके बाइ बाइ हाम्रो भिडियो आयो डोरोमा यत्रो साथीहरू हामी किन हाँसेको भने उनीहरू डोरमहरू देखेर हाँसेको हो कि राई भएपछि यतिको डरमहरू त राख्नु पर्यो जाँड छ त्यहाँभित्र साथीहरू जाँड छ्याङ छ्याङ अनि मैले इङ्ग्लिस बोल्दा बोल्दै के भनिसकेँ थाहा छैन साथीहरू होइन साथीहरू आजको भिडियो चाहिँ म यहीँनिर समाप्त गर्न चाहेँ होइन आजको भिडियो के कस्तो रहन्छ हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै आजको भिडियो चाहिँ म यही समाप्त गर्न चाहेँ हस् त थ्याङ्क यू नमस्ते सेवा जजलोप्पा भने जस्तो बिल्डिङहरू पनि देखाइ थ्याङ्क यू बाई बाई अब नेक्स्ट भिडियोमा भेटौँला ल ओके डन चुप्पा हान्दै आइ